साथीहरू सबैभन्दा पहिले चाहिँ लेडिज फर्स्ट हैन, लेडिजको आयो। हाम्रो जो साथीहरूले म्यानेज गरेर पिकनिकको लागि है यतिको व्यवस्थापन गर्नुभयो उहाँहरूलाई एकदमै धेरै धेरै धन्यवाद। त्यसपछि हामीले चाहिँ जो हामी उपस्थित थियौँ उहाँहरूको चाहिँ हाम्रो भीम श्रेष्ठ सरले चाहिँ यो पिक्चरहरू कलेक्सन गर्नुभएको रहेछ। उहाँले मलाई पठाइदिनु भयो, मैले यहाँ पिक्चरहरू जोडिएँ होइन। त्यसपछि मैले यहाँ सबैको हेरिरहेको छु। आई थिङ्क कसैको पनि छुटेको छैन होला। इनकेस छुटेको रहेछ भने यहाँहरूले भीम सरलाई अथवा मलाई जानकारी गराउनु होला होइन। त्यसपछि हामी फेरि फोटोहरू थप्नेछौँ। अब हामी चाहिँ यतिजना चाहिँ आज पिकनिकमा उपस्थित थियौँ। अब ठिकै छ, जो उपस्थित हुनुभयो उहाँहरूले अब इन्जोय गर्नु भइहाल्यो होइन। जो उपस्थित हुन सक्नु भएन, स्वदेशमा भएर पनि उपस्थित हुन नसक्ने कार्यव्यस्तताको कारणले उपस्थित हुन नसक्नु भएकोहरूलाई पनि अब यो एकदम हामीले एकदम मिस गरिरहेछौँ है। अब फेरि देशै छोडेर विदेशमा हुनेहरूलाई त झन् हामी असाध्यै सम्झेका थियौँ हामीले सबैजनाले होइन। त्यो भोइसहरू यहाँ हामीले राख्न त सकेनौँ, तर समग्रमा हामी जति पनि उपस्थित थियौँ उहाँहरू सबैले पहिला अब एकदम रमाइलो भएको थियो, साथीहरू हुनुहुन्थ्यो भनेर चाहिँ अब सबैको नाम त मैले लिइसक्दिनँ होइन। विदुर, हाम्रो सरोज पौडेलदेखि लिएर धेरै अधिकांश साथीहरू भनौँ न। अब यो नाम कोहीको लिने कोहीको नलिने गऱ्यो भने अन्याय हुन्छ, त्यसकारण नाम चाहिँ लिएनौँ हामीले होइन। जो धेरै साथीहरूलाई हामीले मिस गरेका छौँ जो परदेशमा हुनुहुन्छ होइन। अब स्वदेशमा भएर पनि यहाँ उपस्थित हुन नसक्नुभएका साथीहरूलाई पनि हामीले एकदम धेरै मिस गरेका छौँ। सकभर नछुटाएको भए हुन्थ्यो, अब कार्यव्यस्तताको कारणले उपस्थित हुन सक्नु भएन। उहाँहरूलाई पनि हामीले एकदमै हृदयदेखि है मिस गरेका छौँ। अब साथीहरूले अब हेर्नुभयो होला आफ्नो आफ्नो तस्बिरहरू होइन। यो चाहिँ एउटा एकदम मेमोरी कलेक्सन हो होइन। यो तस्बिर भन्दा पनि एउटा हाम्रो मेमोरी हो। तपाईँहरूले यो लाइफ टाइम हेर्न सक्नुहुन्छ होइन। हामी यसरी ग्यादरिङ गरिरहेका थियौँ। यो चाहिँ 2063 को ब्याच यस्तो थियो भनेर एउटा यो उदाहरण पनि हुन्छ भनेर हामीले यो मेहनतले यो पिसहरू कलेक्सन गरेका छौँ। बाँकी पिसहरू पनि छन् हाम्रो लास्ट इयरहरूको पनि हामीले यसै गरी कलेक्सन गरेर अपलोड गरेका छौँ। त्यो लाइफ टाइममै हुन्छ, यहाँहरूले हेर्न सक्नुहुन्छ होइन। अब हामी जो उपस्थित थियौँ उहाँहरूको तस्बिरहरू चाहिँ मैले यहाँ राखिदिएको छु। त्यसपछि बाँकी एक्टिभिटिजहरू के कस्तो थियो त्यो पनि 1 to 1 आइरहेछ होइन। ल हाम्रो साथीहरूको अब हामी कतिजना बाँकी छौँ होइन। सबैको पिसहरू कलेक्सन गर्नुभएको थियो हाम्रो भीम सरले। अनि यहाँ जोड्ने काम भयो। हामीले अब यहाँ जो आउनुभयो उहाँहरूले इन्जोय गर्नुभयो आई थिङ्क है। सानो नानी एकजना पनि हुनुहुँदो रहेछ। ल यता चाहिँ हाम्रो ब्यानर टाँस्ने कार्यक्रम भइरहेको थियो है। हाम्रो ब्यानर चाहिँ यो हो 2063 को होइन। त्यसपछि चाहिँ मैले भिडियो खिचिरहेको थिएँ अनि यसो ब्रेकिङ दिनु पऱ्यो नि त होइन। अनि यो ब्रेकिङको टाइम है यो चाहिँ। त्यसपछि चाहिँ सुकादेवले साह्रै हत्ते गरेपछि एउटा स्लो मोसन भिडियो खिच्नलाई हामी गयौँ होइन। अनि सुरुमा मैले स्लो मोसन खिचिदिएँ, त्यसपछि मलाई पनि एउटा खिच्न मन लाग्यो अनि हामी दुईजनाले स्लो मोसन भिडियो खिचेर आयौँ तल होइन। त्यति बेलासम्म साथीहरू सबै आफ्नो आफ्नो फोटोहरू खिच्नमा व्यस्त हुनुहुन्थ्यो अनि हामी चुपचाप गएर बस्यौँ। अनि त्यसपछि चाहिँ अब नास्ता सास्ताको कुराहरू हुँदै थियो। यो पछि चाहिँ अनि अरू एक्टिभिटिजहरू हुँदै थियो। टुङटुङ कुदिरहेछ। ल बिस्तार जानु ल।
यो दोस्रो पटक ल हाम्रो क्यामेराम्यानको पनि आयो है बवाल दामी आइरहेछ ल के साह्रो स्लो हो यतातिर त फेरि ल ल बवाल यति हो अझै बाँकी हो हाम्रो अनि यति बेलासम्म सबैको भिडियो मैले खिचिदिरहेको थिएँ अनि ले पनि खिचिदिनु भएको थियो म आफै थिएँ अनि फेरि मैले एकजना साथीलाई दिएँ अनि खिचिदिनु भयो सानो सानो क्लिप नि यति धेरै साथीहरूको भिडमा होइन आफ्नो पनि छुटाउनु त भएन नि त्यही भएर आफ्नो साथीलाई समाउन दिएँ मैले क्यामेरा अनि फेरि सर होइन पछाडिबाट सर के हो यो बोकेर हिँड्या चाहिँ के हो फेरि यो चाहिँ हाम्रो 2063 सालको एसएलसी ब्याचको यो ब्यानर हो ओके हैन यो चाहिँ हामीले यसो डल्लो बनाएर बोक्ने हो यो मैले समात्ने साथीको पाएको छु हेलो झाँक्री हेलो झाँक्री हेलो झाँक्री भाइ के हो तपाईको कति धेरै हो 100 जना भन्दा बढी हो के हो मान्छे त 163 जनामा 100 भन्दा बढी हुनै पर्यो नि सबैले के कसो सबैले आफ्ना बच्चाहरू ल्याऊ भएन बच्चा ल्याएर बच्चाको सुरु हुन्छ यो बोल्न पाइने मान्छेहरू त के हो यार तितर बितर भएर हिँडेको छ त ल अम्मम ल गुटुङटुङ हिँडेको छ जान अगाडि जानु यता हेरौँ यता मलाई हेर्नु पर्दैन यस क्यामेरामा हेरेर जाउँ हेलो हाई ओके हो नि त यो हो नि त तरिका हामी हिँड्दैछौँ है ल हाम्रो यति हो ए झन्डै हिँड्यो फेरि ल हात हल्लाएर जाउँ हेलो ल सुन्दैछौ ल ठिक छ मान्छे त यार 200 जना भन्दा बढी देखिएको छ नि त होइन एक वर्षमा त ठिक हुन त हुन्छ एक वर्षमा तर मान्छे त नहुँदैन नि हजुर के छ तपाईको नयाँ नौलो यो एकदम ठिक छ 4-5 वर्ष भयो नि ल है जाउँ एक दिन ल मेरो क्यामेरामा कोही हुनेहरूलाई आज स्पेसल पुरस्कार छ माथि लगेपछि थाक्यो गर्मी भयो थाक्यो गर्मी भयो गाह्रो छ हामीलाई गाह्रो छ है के फड्के होला उकालो कोट्न थाल्यो साथी छिडाउनु टुडेलको डिल आइपुग्न थाल्छ छिडाउनु के कुरा गर्नुहुन्छ यार टुडेलको डिलमा आइपुग्न थाल्यो हामी आमामामा। हेलो एकछिन आइपुग सबै ल है लाइभ सेयर गरेर हो हजुर भिडियो हैन ल रेडी रेडी मुभ किन नदेख्नु खतरा आउँछ बिरानी अनि पछाडिलाई सबै कभर गरी अगाडि जानी जाँदै हुन्छ ल म हो ल यहाँबाट ल हाय दामी छ होइन यति हो अझै हुनुहुन्छ कस्तो तितर बितरबाट हिँडेको छ आइरहेछ है आइरहेछ त्यही भएर यहाँ कुरेर बसे हो यार ल खै यो रातो मान्छे को हो यति राम्रो
कार्यक्रम रमाइलो भइरहेछ। टुरी खेलको डिलमा पुग्यो नि त। बनिहाल्छ नि। हेलो गाइज। हेलो, आज हाम्रो स्पेसल पिकनिक 2063 ब्याचको एसएलसीहरूको हामीले कति 83 हैन अहिले? हो हैन 82 हो। 82 अनि आज चाहिँ हाम्रो पिकनिक थियो। अहिले पिकनिकको भव्य भइरहेछ। अब कति साथीहरू यहीँ भएर पनि आउनु भएन। विदेशमा हुनेहरूलाई त हाम्रो एकदम मिठो सम्झना छ होइन। यहाँ भएर पनि आउन नभ्याउनेहरूलाई पनि हाम्रो सम्झना चाहिँ एकदम छ है। अब कार्यव्यस्तताले पनि गेट त यो हैन? आउन भ्याउनु भएन। ठाउँ फेरि एकदम पिकनिक स्पट एकदम राम्रो रहेछ यसपालिको। गोकर्णेश्वर होइन त? गोकर्णेश्वर। ओहो ल, अगाडि पनि यस्तो दामी जङ्गल छ है। जङ्गलको बाटो 3 घन्टा जति भएन र भीम सर हामी हिँडेको। भइसक्यो नि। अनि के बोले भाइ? के बोले? हाइकिङ के छ थाहा बोले? हाइकिङ प्लस पिकनिक दुईटा काम भइरहेछ एकैचोटि है। हाइकिङ पनि गरियो, पिकनिक पनि खाइयो। ल आजको विशेष भनेको यही हो। सफल हुन मायाको लक्ष्यमा तिमी बोल मेरो नै पक्षमा। सफल हुन मायाको लक्ष्यमा पिपल छायामा लाठी साज नगर मेरो मायामा। लाठी साज नगर मेरो मायामा। लाठी साज नगर मेरो मायामा। सरहरू म म सेकेन्डमा हान्छु है। म पनि हान्छु, हान्न चाहिँ सेकेन्डमा हान्छु। 1 नम्बरमा को हान्ने? कसले हान्छु? ल राकेश। ल हरिले हान्छ। ओके, तेस्रो नम्बरमा। को हान्ने यहाँ आऊ है, नाम लेखाउनु। मोहनले कहाँ हड्डी फुटाउने हो त? आज हामीले पे गर्ने के गर्न लाग्यो? 10जना मात्रै गरौँ न, धेरै नगरौँ। भयो हो क्या? फुटेन भने समग्रमा पिकनिक एकदमै बवाल भयो। अनि यो हाँडी फुटाउने गेममा चाहिँ यो हाम्रो सुरुमा हान्ने हाम्रो राकेश गुरुङजी र अनि सेकेन्डमा हान्ने मलाई चाहिँ अनफेयर भएछ क्या। यो मैले सबै भिडियो हेरेँ होइन। हामीलाई चाहिँ पुरा उचालेर 3 फन्का घुमाइदिनु भएको छ क्या होइन। त्यहाँ दीर्घमान श्रेष्ठजी हुनुहुन्थ्यो अनि अर्को अरू साथीहरू हुनुहुन्थ्यो। अनि त्यस पछाडिकोलाई फर्स्टलाई र सेकेन्डलाई पुरा होइन 3 फन्का रिङ्गाटो लाग्ने गरी घुमाइदिनु भयो है। अनि पछिकोलाई त त्यो बोक्न पनि गाह्रो भएछ क्या अरे होइन, बोक्नै छोड्नु क्या। अनि त्यसपछि चाहिँ स्लोली नर्मल घुमाइदिनु भएको छ क्या।
अनि त्यो 3 फन्क घुमेर रिङ्गाटो चल्या बेलामा बिचरा राकेशजीले उता जानुभएछ होइन अनि म पनि त्यतै गएँ क्या लास्टमा त्यो हामीले त्यो सम्झ्यो भने मलाई अहिले पनि यहाँ घरमा छु होइन रिङ्गाटो लागिहाल्छ क्या त्यो 3 फन्को त्यसरी घुमाइदिएको छ त्यो उचालेर त्यो खुट्टै टेकाएर घुमाएको भए चाहिँ नर्मलै हुन्थ्यो होइन त्यो उचालेर घुमाइदियो साथीहरूले पनि नाम टिपाउनुहोस् ल जम्मा 8 जना छ अनि के मेरो पालो थियो होइन मलाई हेर्नु न त्यहाँ पुरा बाँधेर होइन उचालेर होइन पुरा 3 फन्को घुमाइदिनु भयो क्या अनि मलाई रिङ्गाटो लागेर त्यो कता हो कता बाटै पत्ता लाग्ने क्या नत्र म जसरी नि त्यो फोड्ने भन्ने हिसाबले गएको थिएँ लास्ट टाइममा त्यो यसरी उचाल्नु भएको छ क्या अनि त्यो उचालेर त्यो खुट्टै छोडेपछि त अनि कहाँ हो थाहै हुँदैन नि होइन 3 फन्का उचालेर अनि त्यो हामीलाई उचालेपछि गल्नु भएछ क्यारे क्या त्यो उचाल्ने पनि त्यसपछि कालाई त केही पनि नगरी त्यो फनी 2 फन्को मात्रै घुमाएर सुइसु पठाइदिनु भएको छ क्या अब त्यहाँ हेर्नुहोस् है ल अब यहाँ उचालेको हेर्नु न मर्ने गरी उचालिएको छ मर्ने गरी त्यो उचाल्ने पनि थाकेको छ क्या त्यहाँ होइन फन पनि घुमेको छ अनि कहाँबाट फुटाउन सक्छ त होइन त्यसपछि कता गयो होइन अनि यसमा चाहिँ अब फुटाउन सकेन नि त अनि दुःख भनेको चाहिँ यति मात्रै हो है आजको अरू चाहिँ बबालै रमाइलो भएको थियो है अरू चाहिँ केही छैन पिकनिक चाहिँ एकदम सभ्य भव्य भयो रमाइलो भयो होइन दुःख भने चाहिँ त्यही हाँडी फोड्न नपाएको मात्रै हो होइन अदरवाइज अरू एकदमै बेटर थियो एकदम रमाइलो इन्जोय गरियो है ल सबैजनाले भिडियो हेर्नुभयो होला थ्याङ्क यू सो मच फर वाचिङ है सबैले भिडियो सेयर गर्नुहोस् सब्सक्राइब गर्नुहोस् है सबैजना जोडिनुहोस् ल यो मेरो थापा भ्लगमा चाहिँ प्राय हाम्रो यस्तै अर्गनाइज भएको प्रोग्रामहरूको भिडियोहरू आइरहेको छ है ल कन्टिन्यू सबैजनाले सेयर पनि गर्नु आफ्नो आफ्नो प्रोफाइलमा अनि सब्सक्राइब गर्नुहोस् है अनि फेसबुकतिर नि साथीहरू हुनुहुन्न भने जोडिनुहोस् थ्याङ्क यू सो मच है त ल